यो चिठी लेखे आज तिम्रो लागि हाल खबर के छ मलाई चासो छैन। लाग्थ्यो बलियो छ हाम्रो प्रेमको डोरी तर खासमा कपासको धागो रहेछ। जहाँ छोड्यौ तिमीले आज त्यही छु म, मलाई तिम्रो मायाको खाँचो होइन। म एक्लै हिँडे कति काँडे तारमा तर फर्केर फेरि त्यही बाटो गइन। यो चिठी लेखे आज तिम्रो लागि हाल खबर के छ मलाई चासो छैन। लाग्थ्यो बलियो छ हाम्रो प्रेमको डोरी तर खासमा कपासको धागो रहेछ। जहाँ छोड्यौ तिमीले आज त्यही छु म, मलाई तिम्रो मायाको खाँचो होइन। म एक्लै हिँडे कति काँडे तारमा तर फर्केर फेरि त्यही बाटो गइन। भन्ने गर्थ्यो यो मौनताले हामी टाढिएको त भनिँदैन, तर भोकाएका मेरा पानाहरू आज तिम्रो यादले भरिँदैछ। हिजो एउटै ढुङ्गामा सफर गऱ्यौँ, हरेक छाल चिचोल्न सफल भयौँ, तर हाम्रो मायाको सागर आज एक अर्को बिना पनि तरिँदैछ। मलाई याद छ तिमीले लिएका ती वचनहरू, हामीले सँगै कोरेको प्रेम कथालाई कहिलेसम्म म जतन गरौँ। तिमीलाई उज्यालो दिने त्यो टुकिरहेन, अब आफैलाई नै बदल्छौ। तिम्रो स्वभावमा कुनै मुना थिएन, भन्न कसको लागि म बदल बनु। कहाँ सक्ने होला र सोध्न मनी, तर एक वचन तिमीले तर सोध्न पर्ने। तिमी हरायो धेरै मानिसको भुलमा, फर्केर आइन खोज्न भनी। तिम्रो वचनहरूले मन भारी भएको थियो, यदि बाध्य थिए याद बोक्न पनि। सायद दाग दिएको मेरो चरित्रमा, तर जुनमा पनि त खोज्छ त। फोन गरेको थिए त्यो दिन पनि तिमी व्यस्त अरूको हात समाउन। दैवले पनि के गर्न सक्थ्यो जब तिमीले चाहेनौ हात हटाउन। फोन गरेको थिए त्यो दिन पनि तिमी व्यस्त अरूको हात समाउन। दैवले पनि के गर्न सक्थ्यो जब तिमीले चाहेनौ हात हटाउन। हेर खोजे जति छन् बजारभरि केही मूल्य दिएर रात कटाउन, तर परेर त हो जीवन बुझ्ने कहाँ सक्थे तिमीलाई पाठ पढाउन। अझै कामी रहेछ मेरो हातहरू, खै कुना धारले तिमीलाई राखु प्रश्न। धेरै लेख्न खोजे मैले तिम्रो बारे, तर शब्दभन्दा पहिला आँसु झर्छ। हो काट्नु पर्छ यो जिन्दगी, तिम्रै अङ्गालोमा बाँधी हाँस्नु मन छ। यति भन्दा भन्दै पनि टाढी गयो, के पाउन लागि अब राखु कष्ट।